हाम्रो सबै बाजेबजीदेखि लिएर हाम्रा सानो भाइ बहिनीहरू अङ्कल आन्टीहरू दिदी बहिनीहरू र हाम्रो नृत्यलाई स्वीकारेर आइदिनु हुने हाम्रा छोरी ज्वाइँहरू र हाम्रो पाहुनाहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको उपस्थित र सहभागिताले साँच्चै हाम्रो यो दिनगाउँले भेटघाटलाई उत्कृष्ट र यादगार बनाएको छ र यति भन्दै म हाम्रो यो कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र अब चाहिँ हाम्रो सुरक्षा सम्बन्ध छोटो तर एकदमै महत्त्वपूर्ण जानकारी दिनको लागि हाम्रो हेल्थ एन्ड सेफ्टी अफिसर हाम्रा पूर्व अध्यक्ष मिस्टर बेल बुढाथोकीज्यूलाई स्टेजमा आइदिनु हुन हार्दिक आग्रह गर्दछु। धन्यवाद। यो गाउँले सम्पूर्ण उपस्थित आज हाम्रो तिनगाउँ समाजको अध्यक्ष सम्पूर्ण कार्य समिति नेपालबाट पाउनु भएका हाम्रो मामा भाइजू मैले आइका सिनियरमा गएँ हाम्रो सम्पूर्ण स्वयंसेवकमा पाउनु भएका हाम्रो सम्पूर्ण हाम्रो यो जति पनि आज तिनगाउँ समाजको यो भेटघाटको लागि तपाईँले समय निकालेर यसरी यो हलमा खाचाखाच भइरहेको छ, गर्ने पनि छ, कतिपय भाइहरू हुनुहुन्छ। हजुर सम्पूर्ण बाबाआमा दाजुभाइ दिदीबहिनीहरू, मेरो श्रीमती, मेरो सानी अनुपा, आफ्ना बहिनी अहिले धर्ममा जान्छ मलाई सम्पूर्ण मेरो टपिकहरूसँग बोल्न चाहन्छु म बाहिर त्यो हेल्थ एन्ड सेफ्टी एकदमै जरुरी छ। त्यस कारणले मलाई आएको दिनमा यो हल तपाईहरु जति बसिरहनु भएको छ यदि यो यो खुला नै छ तपाईहरुको चाहिँ यो हलको चाहिँ भेन्टिलेसन खुला छ, गर्मी छ, पानी भेट्नु पनि होला। युकेश फाइल भन्ने एउटा छ, आगो लाग्यो केही भएन तपाईहरु होला। त्यसपछि तपाईहरुले र तपाईहरुले चाहिँ कसैले साह्रो गाह्रो हेल्थको कुनै चाहिँ भिटामिनहरू भन्नु होला। हाम्रो चाहिँ स्वयं हाम्रो अध्यक्ष हुनुहुन्छ मेडिकल एसिस्टेन्ट हुन्छ, त्यसो हुन्छ कमनको लागि चाहिँ टोयलेट छ र सम्पूर्ण आज हाम्रो तिनगाउँ समाजको यो 19 जुलाई 2025 को जुन चाहिँ तपाईँ सम्पूर्ण भएर हामीलाई चाहिँ साथ दिनुभयो र थ्रुआउट यो दिनमा चाहिँ तपाईँहरू चाहिँ इन्जोय गर्नुहोला र तपाईँहरूको लागि चाहिँ बाँकी एकदमै धेरै कार्यक्रमहरू छ, इन्जोय गर्नुहोला। धन्यवाद, नमस्कार सबैलाई, थ्याङ्क यू। र आजको यो औपचारिक कार्यक्रम सञ्चालन गरिदिनु हुनको लागि हाम्रो संस्थापक अध्यक्ष मिस्टर गणेश बुढाथोकीज्यूलाई स्टेजमा हार्दिक निमन्त्रणा गर्दछु। उहाँलाई एकचोटि जोरदार तालीको साथमा स्वागत गरिदिनु होला। ओके, अब हाम्रो कार्यक्रम अगाडि बढ्यो। औपचारिक कार्यक्रम चाहिँ सुरु भएको जानकारी गराउन चाहन्छु। हाम्रो निमन्त्रणामा आउनुभएका दिदीज्यूहरू, अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, दाजुभाइ तथा दिदीबहिनीहरू, साथै हाम्रो छोरीज्यूहरू टाढाबाट पाल्नुभएको छ अनि भान्जा भान्जीहरूमा चाहिँ हाम्रो संस्थाको तर्फबाट साथै मेरो तर्फबाट चाहिँ यहाँहरूलाई जोड्ने टाँसिदिने
लामो नमस्कार साथै नमस्कार पठाउन चाहन्छु। आज विक्रम सम्वत 2022 साल साउन 3 गते, त्यसै गरेर सम्वत 2025 साल 19 जुलाई हो। र आज हामी यो सेन्टर्सको कमिटीमा चाहिँ उपस्थित भएका छौँ। तपाईँहरूको व्यस्त समयको बावजुद पनि हामीहरू गाउँलेहरू चाहिँ वर्षमा एक दिन भेला हुनुपर्छ भन्ने हेतुले आज यहाँ आइदिनु भएको छ। यस्तो आइदिनु भएकोमा यहाँलाई चाहिँ मेरो तर्फबाट चाहिँ हार्दिक नमन तथा स्वागत गर्न चाहन्छु। हाम्रो कार्यक्रम चाहिँ लाइभली अब सुरु भएदेखि भरे 9 बजेसम्म हुनेछ र त्यसपछि हामीले सुनिहाल्यौँ हेल्थ एन्ड सेफ्टी गइसक्यो र अब हामी नेक्स्टमा चाहिँ आसन ग्रहण, राष्ट्रिय गीत, 2 मिनट्स मौन धारण, स्वागत मन्तव्य, त्यसपछि चाहिँ उद्घाटन हुन्छ। उद्घाटनको फ्लोर बाई चाहिँ हामीले चाहिँ प्रशंसा पत्रहरू बाँड्नेछौँ। जस नानीहरूले चाहिँ ग्रेजुएसन गर्नुभएको छ, कङ्ग्रेचुलेसन, वेलकम। जो नेपालबाट पाल्नु भएको छ अनि जसले विवाह गर्नुभएको छ, प्रमोसन पाउनु छ, उहाँलाई चाहिँ प्रमाणपत्र दिनेछ। र त्यसपछि चाहिँ हाम्रो औपचारिक कार्यक्रम अलमोस्ट सकिन्छ र हामी अनौपचारिक कार्यक्रममा लाग्छौँ। त्यसको लागि चाहिँ हाम्रो सांस्कृतिक सचिव श्रीमती शिला थापाजीले लिड गर्नुहुनेछ। त्यसमा चाहिँ नाचहरू प्रायः छन्। अनि फ्लोर बाई चाहिँ नेपालबाट पाल्नुभएका हाम्रो चर्चित गायिकाहरू बहिनीहरूबाट चाहिँ सुरिलो कण्ठमा चाहिँ हामी नाच्दैछौँ है। ठिक छ, अहिलेको प्रोग्राम चाहिँ यो भन्दै कार्यक्रमलाई अगाडि बढ्ने क्रममा चाहिँ जुनसुकै कार्यक्रममा आइतबार बैठकमा सभाहरूमा चाहिँ हामीले चाहिँ अध्यक्षता खाँचो पर्ने हुने कारणले यस कार्यक्रमलाई चाहिँ अध्यक्षता गरिदिनु हुनको लागि चाहिँ यसै संस्थाका अध्यक्ष श्री होम रोकाज्यूले चाहिँ आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। हाम्रो निमन्त्रणालाई सहज स्वीकार गरेर पाल्नु हुने हाम्रो यस संस्थाका संस्थापक सचिव, यसै लगाएर मोनायुकेका वरिष्ठ उपाध्यक्ष अनि महर्सङ्घ युकेका हालै निर्वाचित अध्यक्षज्यू, उहाँ समाजसेवी साथै अति मेहनत गर्नुहुन्छ, संस्थापट्टि अति नै उत्तरदायी हुनुहुन्छ। जो उहाँको योगदान चाहिँ 3 गाविसमा चाहिँ अति नै छ। त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ चिफ गेस्टको प्रमुख अतिथिको आतिथ्य गरिदिनु हुनलाई म हार्दिक अनुरोध गर्छु। पूर्व म्याग्दीका रेड क्रस सोसाइटी म्याग्दीका चाहिँ अध्यक्ष साथै उहाँ चाहिँ समाजसेवी पनि हुनुहुन्छ। उहाँले म्याग्दीमा मगर उत्थानको लागि चाहिँ एकदमै धेरै काम गर्नुभएको छ। उहाँलाई चाहिँ आसन ग्रहण गरिदिनुलाई चाहिँ म हार्दिक अनुरोध गर्छु। मुक्ति रोका, थ्याङ्क यू। र उहाँको यामाया रोकालाई पनि आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गर्छु। त्यसै गरेर हाम्रो संस्थाका पूर्व अध्यक्ष बेलबहादुर पृथ्वीलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। नेक्स्टमा हुनुहुन्छ हाम्रो ट्रेजरी मोनायुकेका श्री मनोज पुन, यहाँलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। त्यसै गरेर मगर आर्चरी एसोसिएसन युकेका एडभाइजर श्री चित्र बुढाजीलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। भाइस चेयरवुमेन देवीस्थान फिलोसफीका श्री विशेष मिना बुढाथोकीज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। भाइस चेयरवुमेन धौलागिरी गाउँपालिका साथै दरबाङ सेरोफेरोका अध्यक्ष भान्जे श्री विशेष गङ्गा जुग्जालीज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। लोक दोहोरे सिङ्गर तथा गायिका मिस अनुपा रोका मगरज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु।
हाम्रो एकदमै सिनियर मान्छे विमा समाज सिकेका एडभाइजर हाम्रो कुटुम्ब हुनुहुन्छ है, 3 गाविसको कुटुम्ब। उहाँ चाहिँ कुटुम्ब तर अहिले अलिकता कम्ती भएछ है कुटुम्बको काम चाहिँ। जस हाम्रो टिठा जुचारीलाई चाहिँ आसन ग्रहण गर्नेलाई म हार्दिक अनुरोध गर्छु। पूर्व अध्यक्ष 3 गाविसका श्री थम्बा ढोकाज्यूलाई पनि आसन ग्रहण गर्नेलाई म हार्दिक अनुरोध गर्छु। खगेन्द्र गौचन उहाँ 3 गाविस इकेको सल्लाहकार हुनुहुन्छ। खगेन्द्र गौचनजीलाई पनि आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्छु। हाम्रो लोक तथा दोहोरे गायिका मिस आसन सञ्चाललाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। त्यसै गरेर 3 गाविस समाजका एडभाइजर जितबहादुर प्रथीलाई चाहिँ म आसन ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध गर्छु। एडभाइजर याबहादुर ढोका मर्जुलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। क्यास एन्ड क्यारीका प्रोपाइटर साथै सल्लाहकार श्री शेरबहादुर थापाज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। हाम्रो स्पोर्टम्यान श्री यामकुञ्ज्यूलाई पनि एडभाइजर यामकुञ्ज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई म हार्दिक अनुरोध गर्छु। तर उहाँले देख्दैन आउनुभयो। ओके, यसै गरेर एडभाइजर रामबहादुर सेन्डीज्यू उहाँलाई पनि आसन ग्रहण त्यसै गरेर सल्लाहकार मनिष खड्काज्यूलाई पनि आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गर्छु। हाम्रो स्पोर्टम्यानसिप श्री गङ्गा गुरुङज्यूलाई पनि आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गर्छु। गङ्गा गुरुङ। त्यसै गरेर एडभाइजर दमरबहादुर गुरुङ उहाँलाई पनि आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गर्छु। हाम्रो अलिक ढिलो भएछ, कारण होला 22 मिनट आउनु पर्यो, तर यस्तै छ। हाम्रो संस्थापक कोषाध्यक्ष श्री भरकराज ढोकाज्यूलाई पनि आसन ग्रहण गर्नुलाई म हार्दिक अनुरोध गर्छु। यस आसन ग्रहण कार्यक्रमलाई म यही थाँती राखेर कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको कार्यक्रम नेक्स्टमा हुनेछ नेसनल एन्थम। हाम्रो राष्ट्रिय गान हुँदैछ। त्यसमा हामीले हाम्रो आफ्नो देशप्रति माया सद्भाव राखेर हामी सबैले चाहिँ सम्मान गर्नको लागि सबै उठेर अनि राष्ट्रिय गानप्रति नतमस्तक हुनुको लागि म यहाँलाई हार्दिक अनुरोध गर्छु। थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचरा मेहरूका ज्ञान भूमि शान्ति भूमि तारै पानी वाला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। थ्याङ्क यू बस्दिनु होला भन्दै हाम्रो
मेम्बरहरू जो पास गर्नुभयो उहाँहरूको चिरात्माको शान्तिको कामना गर्दै उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र कार्यक्रम अगाडि बढाउने क्रममा चाहिँ अब हाम्रो यसै संस्थाका उपाध्यक्ष श्री अमर बहादुर ज्यूबाट चाहिँ स्वागत मन्तव्य हुनेछ। स्वागत मन्तव्य दिनको लागि चाहिँ उपाध्यक्ष श्री अमर बहादुरलाई चाहिँ विशेषमा पाल्दिनलाई म हार्दिक अनुरोध गर्छु। थ्याङ्क यू। संस्थापक अध्यक्ष आज सचिवको काम गर्नुभएको छ। सबैलाई नमस्ते। तीन गाउँले समाज युकेका अध्यक्ष श्री होमरोकाज्यू, आजको प्रमुख अतिथि मगर सङ्घ युकेका अध्यक्ष तथा मोर्चा युकेका वरिष्ठ उपाध्यक्ष श्री लालबहादुर पुनज्यू र उहाँको फ्यामिली, अनि विशेष अतिथिमा एकजना आउनुभएको छैन, त्यही भएर नाम मैले पुकारेन। नेपालबाट यहाँ आफ्नो छोरा बुहारीलाई हेर्न आउनुभएका हाम्रा रेड क्रसमा कार्यरत तथा मगर समाजमा धेरै काम गर्नुहुने श्री मुक्ति रोकाज्यू, हाम्रो निम्तोलाई सहजै स्वीकार गरेर उपस्थित हुनुभएका हाम्रा पाहुनाहरू भीमा समाज युक्तका सल्लाहकार श्री तीर्थ जुक्चालीज्यू, देवीस्थान फेलोसिपका महिला उपाध्यक्ष श्री मीना बुढाथोकीज्यू, धौलागिरी पालिकाका उपाध्यक्ष श्री गङ्गा रोकाज्यू, मोना युक्तका कोषाध्यक्ष श्री मनोज पुनज्यू, पुन गाविसबाट आउनु भएको छैन, त्यही भएर मैले पुकारेन। मगर धनुषबाणका रिप्रेजेन्टेटिभ श्री चित्र बुढाज्यू, कलाकार आसमा छन्त्याल, कलाकार अनुसार रोका मगर र भिडियोग्राफर नन्दलाल पुनज्यू, उपस्थित डाक्टर इन्जिनियरहरू, हाम्रो तीन गाउँले समाजका ज्येष्ठ यहाँ 2-3 जना हुनुहुन्छ 84 पूजा गरिसक्नुभएका हाम्रो ज्येष्ठ नागरिक साथै उहाँको फ्यामिलीहरूलाई तीन गाउँले समाजको तर्फबाट हार्दिक नमन स्वीकार हो। निवर्तमान अध्यक्ष श्री थमरोकाज्यू, पूर्व अध्यक्ष श्री बेल बुढाथोकीज्यू, संस्थापक अध्यक्ष श्री गणेश बुढाथोकीज्यू, सल्लाहकारज्यूहरू, महिला कमिटीका अध्यक्ष र उहाँका टिमहरू लगायत कार्य समितिका सदस्यज्यूहरू, साथै तीन गाउँले समाज युकेका सम्पूर्ण आमा बाबा, छोरी ज्वाइँ, चेलीहरू, भान्जा भान्जीहरूमा साइनो अनुसारको ढोक नमस्कार, आशीर्वाद अनि स्वागत गर्दछ तीन गाउँले समाजले। यस तीन गाउँले समाज युकेका अध्यक्ष श्री होमरोकाज्यूको अनुमति लिँदै आजको यस तीन गाउँले समाज युकेको 19औं वार्षिक भेटघाट कार्यक्रमलाई सभ्य र भव्यताको साथ अगाडि बढाउन यसै तीन गाउँले समाज युकेका संस्थापक अध्यक्ष श्री गणेश बुढाथोकीज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। अन्तमा यो छोटो स्वागत भाषणमा बोल्दा केही कमी कमजोरीहरू भयो होला, छुटफुट भएमा माग्दै सम्पूर्ण तीन गाउँले समाज युकेले सम्पूर्ण देश अनि आमा बाबा अनि छोरी ज्वाइँहरूलाई हार्दिक स्वागत गर्दछौँ। जय तीन गाउँले समाज। थ्याङ्क यू काका। धन्यवाद उपाध्यक्षज्यू। वेलकम स्पिच लगतै हाम्रो कार्यक्रमलाई अगाडि बढाउने क्रममा चाहिँ हामी अब यस कार्यक्रमलाई चाहिँ उद्घाटनतर्फ लागिरहेका छौँ। उद्घाटन गर्नको लागि हामी फर्स्टमा तीनजनाको नाम पुकार्छौँ। उहाँले चाहिँ तल बसिदिनु होला र रेस्ट अफ अरू चाहिँ म जसको नाम आउँछ उहाँहरू चाहिँ माथि आइदिनु होला र मेरो नाम आएन भनेर सानो नगर्नु होला। पछि तपाईँहरूको कुनै समय त्यो स्थितिमा कुनै देशमा पुग्नु भने तपाईँहरूको नाम अवश्य आउनेछ। तर आज चाहिँ स्पेसको कारणले गर्दाखेरि यो सामग्रीहरूको अभावले गर्दाखेरि तपाईँहरूलाई चाहिँ बोलाउन सकिएको छैन।
यसको लागि म अघि ठाउँमा चाहिँ उद्घाटनको लागि लाइटिङ अपको लागि पालिदिनु हुनलाई चाहिँ चेयरम्यान होमरकाज्यू, चिफ गेस्ट लालपुनज्यू र यामाया बुढाकाज्यू, उहाँ चाहिँ 84 वर्ष पुग्नु भएको छ। तिनजनालाई अगाडि आइदिनलाई म अनुरोध गर्छु। ओके, सबैको हातमा कैँची छ? सबैको हातमा कैँची? विशेष नभएको प्लिज क्वाइट। ल सबैले कैँची समाउनु होला, अनि तल भुइँमा भन्नेहरूले चाहिँ लाइटरहरू समाउनु होला प्लिज। ल इज एभ्रिबडी रेडी? ल है, अब 1-2 दिनमा चाहिँ हाम्रो उद्घाटन हुन्छ है। आजको हाम्रो टिङ्गा विषयको कार्यक्रम चाहिँ अफिसियल्ली उद्घाटन हुन्छ। सन्डेरारी म्युजियममा प्लिज। ओके, 1, 2, 3 नेपाली सिरचाली संसारमा रङ्गिन्छ, झुम्की चाहिँ ज्योति बाली अन्धकारमा चम्किन्छ। यो नेपाली सिरचाली संसारमा रङ्गिन्छ। थ्याङ्क यू भेरी मच। यहाँहरू आफ्नो सिटमा गएर बसिदिनु हुनलाई म हार्दिक अनुरोध गर्छु। थ्याङ्क यू। हाम्रो 3 गाविस युकेको संस्थापक अध्यक्ष गणेश बुढाथोकी मामाज्यूलाई सम्मान सेवाढोकको साथमा फेरि पनि धन्यवाद अर्पण गर्न चाहन्छु। मैले केही 5 to 10 मिनट यो आज आफ्नै परिवारको बिचमा म फेरि मोनायुकेको वरिष्ठ उपाध्यक्षको नाताले म मोनायुकेबाट आउँदै गर्दाखेरि मेरो मोनायुकेको कुराहरू पनि यहाँ हामी 3 गाविस हामी म्याग्दीकै भएको नाताले पक्कै पनि धेरै कुराहरू जोड्न जानेछु। सो द्याट म 3 गाविस युकेका अध्यक्ष आदरणीय होम ब्रोकाज्यूलाई अनुमति माग्दै मैले केही लामो समय लिन सक्छु होला, क्षमा दिनु होला भन्न चाहन्छु। त्योभन्दा पहिला मोनायुकेका अध्यक्षज्यू अर्को कार्यक्रममा आज बेगखोला गाविसको एउटा स्थायी कार्यक्रमको कारणले उहाँ पनि त्यहाँ चाहिँ प्रमुख अतिथिको रूपमा जानुपर्ने भएको कारणले उहाँ पुग्नु भएको कारणले म वरिष्ठ उपाध्यक्षको नाताले म यो हाम्रो आफ्नै मेरो 3 गाविसमा जान्छु भनेर म यहाँ आएको छु। यो लालबहादुर फुललाई जहिले पनि 3 गाविसले चाहिँ फुल खाता माला लाउँछ, किन यो को भनेर रिस पनि नगर्नु होला होइन, नरिसाइदिनु पनि होला भन्न चाहन्छु। आजको यो विशेष दिन ढिलै भए पनि भूमि पर्व 2025 साल अनि ढुले मेला र साउने संक्रान्तिको पावन अवसरमा हाम्रा पितृहरूलाई श्रद्धापूर्वक सम्झँदै र प्रकृतिप्रति सम्मान प्रकट गर्दै तिनगाउँले समाज सिकेद्वारा आयोजित यस पवित्र भेटघाट 2025 को कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउनु मेरो लागि अत्यन्त गर्व र सौभाग्यको विषय हो। मोनायुकेको र मेरो व्यक्तिगत तर्फबाट यस हार्दिक निमन्त्रणाको लागि 3 गाविस समाज युकेलाई विशेष धन्यवाद अर्पण गर्दछु। मेरो धन्यवाद धेरै छ, सदा म कतिपय पक्का लाइभ टु यहाँ गर्छु, कतिपय मेरो शब्दबाट यहाँलाई मेरो मोनायुकेको तर्फदेखि यहाँलाई चाहिँ धन्यवाद अर्पण गर्दछु। यसको लागि फेरि पनि यहाँलाई चाहिँ जानकारी दिन चाहन्छु।
धन्यवादको सन्दर्भमा झन्डै 29 दिन एक महिना भयो हाम्रो 7औं मना भलिबल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको मनाइएको 7औं भलिबल प्रतियोगितामा 3 गाउँले समाजिकको गरिमामय स्पोन्सर सहभागिता तथा उत्कृष्ट खेल सञ्चालनका लागि म सर्वप्रथम मनाइएको तर्फदेखि 3 गाउँले समाजिकलाई हार्दिक धन्यवाद अनि आभार प्रकट गर्न चाहन्छु। मैले भन्दा पनि हामी सबैलाई थाहा छ नेपालको राष्ट्रिय खेल भलिबल यो यसमा पनि म्याग्दीको एउटा गौरवशाली पहिचान हो। मनाइएको भलिबल क्षेत्रमा 3 गाउँले समाजले दिएको योगदान सहयोग अत्यन्तै सराहनीय छ। आज भलिबल खेल मनाइएको तर्फबाट खेल के जस्तो आज यहाँको सचिव आउनुभएको छैन, सबै उहाँ खेलमा हाम्रो मोनाको तर्फदेखि खेलमा सहभागी हुनुहुन्छ। सो द्याट आज यहाँ जो हुनुहुन्छ भेट्ने तर्फको खेलाडीहरू यही हुनुहुन्छ, म उहाँहरूको नाम पुकार्नेछु, प्लिज अगाडि आइदिनु होला यो स्टेजमा। यसको लागि मनाइएका हाम्रा सल्लाहकारजीहरू यहाँ 3 जना हुनुहुन्छ, उहाँलाई मैले माफी माग्दै उहाँहरूबाट चाहिँ सट्का लिँदै मैले वर्तमान कार्य समितिका पदाधिकारीहरूलाई म अगाडि उहाँलाई चाहिँ सम्मान गर्नलाई पनि बोलाउने छु। सो द्याट तपाईँहरूको नाम आउँछ भने यहाँ अगाडि आइदिनु होला, कुन बेला आउने भन्ने कुरा पनि नगर्नु होला, आइदिइहाल्नु होला है। सबैभन्दा पहिला मनाइएको भलिबल क्षेत्रमा 3 गाउँले समाजले दिएको सहयोग अत्यन्तै सराहनीय छ। प्रत्यक्ष खेल क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरूलाई म मनाइएको तर्फबाट खाता अर्पण गरी हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्छ सबैभन्दा पहिला मैले रोशन सान्डाल, हाम्रो अहिले मनाइएको टिम क्याप्टेन हुनुहुन्छ। उहाँ आज खेल नै जानुभएको कारणले उहाँलाई चाहिँ हामीले सम्झिने मात्रै हो, उहाँलाई मैले खाता दिन सक्दैन होला, तर धन्यवाद यहाँले चाहिँ उहाँलाई दिने के अरे मेसेज पास गर्न। त्यसै गरी टेक बुढाथोकी उहाँ मनाइका खेलकुद सचिव पनि हुनुहुन्छ। त्यसै गरी हाम्रो 3 गाविसको एउटा भर्खरका नयाँ सदस्य पनि हुनुहुन्छ। सोधन मैले टेक बुढाथोकीज्यूलाई म यो स्टेजमा बोलाउन चाहन्छु, कहाँ हुनुहुन्छ यसो दायाँ बायाँको पत्याएर होला यहाँ पठाइदिनु होला। त्यसै गरी शेर छन्त्याल मेरो जोइ साहब, प्लिज कृपया आइदिनु होला, म धेरै तपाईँको भूमिका बन्द टाइम छैन। त्यसै गरी एकेन्द्र पुन रामरोका उहाँ सादा पनि आज खेलमा जानुभएको छ। त्यसै गरी रविन्द्र रोका उहाँ पनि खेलमा जानुहुन्छ। त्यसै गरी मेरो बहिनी लाल कुमारी पुन मैले यहाँ भर्खरै देखेको छु। जोइ साहब यसो मिलाएर उहाँ आइदिनु होला। यसको लागि हाम्रो मनाइएको तर्फदेखि मैले अघि नै भनिसकेँ, मैले सल्लाहकार बेल बुढाथोकी, गणेश बुढाथोकी अनि हाम्रो राम छेत्री ज्यूबाट मैले अनुमति लिँदै मेरो हाम्रो कार्य समितिलाई म अगाडि बढाउन चाहन्छु। त्यसको लागि अगाडि आइदिनु लागि उपाध्यक्ष गङ्गा रोका, त्यसै गरी हाम्रो एडमिन सहसचिव मिना बुढा, त्यसै गरी मनाइएका कोषाध्यक्ष मनोज पुन कृपया अगाडि आइदिनुहोस्। यसैमा मनाइएका सह संस्कृति सचिव शिला थापाजी पनि अगाडि आइदिनुहोस्। ल न छिटो आउनु न। शेर छन्त्याल ज्वाइँ टेक बुढाथोकी अनि हाम्रो एकेन्द्र पुन यहाँ आउनुभएको छ होला, प्लिज अगाडि आइदिनुहोस्। यो हामी मनाइएको तर्फदेखि तपाईँलाई धन्यवाद हो। त्यसैमा हाम्रो मेरो बहिनी लाल कुमारी पुन कृपया, मैले यो के गर्न लाग्यो मान्छे भने तपाईँले क्वेसन गरिराख्नु भएको छ होइन,
यसमा मेरो एउटा सिधा एन्सर चाहिँ के छ भने हाम्रो मोना युकेको लागि तपाईहरुले दिनुभएको योगदान तपाईहरुकै परिवारको अगाडि नै हामीले चाहिँ धन्यवाद अर्पण गर्न लागि तपाईहरुलाई हामीले चाहिँ अगाडि बढाइएको है। ल छिटो आइदिनु टेक्स टेकपुरा ढङ्गी अनि हाम्रो शेर छद्य जय छिटो आउन। यो चाहिँ तपाईले मनाइकेलाई दिएको योगदान अनि तपाईहरुको समयको खर्चलाई तपाईहरुकै परिवारको अगाडि मनाइकेको तर्फदेखि धन्यवाद दिन मात्र खोजेको। सो द्याट प्लिज तपाईलाई कुनै पनि पैसा दिएर नक्कल पार्न खोजेको होइन। यसैमा मैले हाम्रो लालकुमारी बहिनीको ज्वाइन साहब हाम्रो दिपेन्द्र केसी ज्वाइन साहब हुनुहुन्छ। उहाँले हाम्रो म्याग्दीको लागि गर्नुभएको उहाँले आर्थिक मात्रै होइन कि उहाँको आफ्नो के भन्छ अरे काम गर्नेलाई के भन्छ अर्को शब्दमा होइन उहाँले हामीलाई यति सहयोग गर्नुभएको छ। सो द्याट म दिपेन्द्र ज्वाइन साहबलाई पनि मिल्छ भने अगाडि आएर मनाइकेको तर्फदेखि एउटा खाताबाट हजुरलाई सम्मान गर्न चाहन्छु। दिपेन्द्र केसी ज्वाइन साहबलाई पनि म अगाडि आइदिनु लागि विनम्र अनुरोध गर्दछु। थ्याङ्क यू। तपाईहरु बस्नु सके होइन बस्नुहोस्। अर्को एउटा खुसीको समाचार पनि छ यहाँ सबैले सुनिबस्नु होला सुन्नु होला अनि ध्यान दिएर सुन्नु होला। यसलाई चाहिँ आगामी मोना भलिबल फाइनल खेलमा औपचारिक प्रवक्ताको अथवा कमेन्टेटर भन्छ नि जिम्मेवारीमा चयन हुनुभएको छ। तीन गाविस युकेका अध्यक्ष आदरणीय होम रोकाज्यू उहाँलाई पनि हामी मोना युकेको तर्फदेखि बधाई ज्ञापन गर्न चाहन्छौँ। कृपया मोना युकेका निर्वाचनमा अध्यक्ष उपाध्यक्ष तथा वर्तमान तीन गाविस समाज युकेका अध्यक्ष श्री होम रोकाज्यूले विगतदेखि देखाउनु भएको सक्रियता अमूल्य योगदान समर्पणप्रति सम्मान प्रकट गर्दै आगामी मोना भलिबल फाइनल खेलहरूमा औपचारिक प्रवक्ताको अथवा कमेन्टेटरको जिम्मेवारी दिने मोना युकेको 7औं भलिबल बोर्ड मिटिङ तथा त्रैमासिक बैठकबाट पारित गरिएको छ। यस महत्त्वपूर्ण भूमिकामा उहाँ चयन हुनुभएकोमा मोना युकेको तर्फदेखि हार्दिक धन्यवाद अनि यहाँलाई हार्दिक बधाई छ। होइन गङ्गा बहिनी तपाईँ तीनजना बस्नु न। यहाँ एउटा सरप्राइज छ भने चाहिँ मोना युकेको गोल्फ टुर्नामेन्ट 2025 मा तीन गाविसबाट हामी धेरैले भाग लिएका थियौँ। तर यो म्याग्दी जिल्लाभरिमा यो 2025 सालको सर्वोत्कृष्ट खेलाडी यही तीन गाविसबाट निस्कियो। हजुर फेरि उहाँ हुनुहुन्छ तीन गाविसका सल्लाहकार याम बहादुर टुन। उहाँलाई पनि हामी
मनाइकेको तर्फदेखि हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यामपुर कहाँ हुन्छ यसो खोजेर पठाइदिनुहोस् न प्लिज। उहाँले गएको 3 महिना अगाडि भएको दोस्रो मोना गोल्फ प्रतियोगितामा सबैभन्दा राम्रो स्कोर गरी सर्वप्रथमलाई के भन्छ नेपाली पनि आउँदैन जस उहाँ चाहिँ पहिलो हुनुभएको छ। सो द्याट उहाँलाई हामी मनाइकेको तर्फदेखि तपाईँकै उहाँको गाउँकै अगाडि आफन्तकै अगाडि उहाँलाई चाहिँ हामी मनाइकेको तर्फदेखि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ। कृपया यामपुर हो अहिले अब बेर किनाउँछ भन्दै हाम्रो मनाइकेका अफिसियल टिमलाई म ब्याक टु तपाईँहरूले सिकाएर बस्नु धन्यवाद। यसैमा एउटा कुरा पनि जोड्न मन लाग्यो। यो 24 अगस्त आइतबार नेपाली मेला हुनेछ। म एउटा मगर सङ्घ युकेको अध्यक्षको नाताले मेरो आफन्त सबै यही हुनुहुन्छ। कृपया त्यो ठाउँमा त्यो दिनमा आएर साथ दिनुहोला भन्न चाहन्छु। यसको लागि मैले तपाईँहरूले मलाई खबर किन तिनका विशेषज्ञ अध्यक्ष आदरणीय होम रोकाज्यू अथवा हाम्रो संस्थापक अध्यक्ष बेलबरा ठुकीसँग सम्पर्क गरी बुझिदिनु भन्न पनि चाहन्छु। भन्दै तपाईँ 2025 सालको मोना गोल्फ टुर्नामेन्टको विजय हुनुभएको उपलक्ष्यमा मोनाइकेको तर्फदेखि तपाईँलाई हामी धन्यवाद। हाम्रो मोनाइकेका उपाध्यक्ष गङ्गा रोका बहिनीले एउटा खाताले मोनाइकेको खाताले तपाईँलाई बधाई दिन खोजेको थियो। तपाईँ चाहिँ टोइलेटमा लुगी कहाँ लुगेको नि जस्तो आउनुभयो के छ भन्नु पर्ने। थ्याङ्क यू भेरी मच। त्यति हो भन्नु। थ्याङ्क यू। मैले यो उहाँले यहाँ अगाडि निकाल्न खोजेको कारण पनि मेरो दिनु आन्टीले फेरि गाली गर्नुहुन्छ खालि गर्लफ्रेन्ड चाहिँ गर्लफ्रेन्ड केही न केही त जितेर आएको छ नि त बराउले होइन र छोराले नाम राखिदिन्छ होइन। मैले मेरो बालाई नाम राख्न खोजेको होइन कि यो हाम्रो मोनाइकेले सञ्चालन गरेको एउटा होइन र मोनाइके भलिबल र बास्केटबल खेल्ने ठाउँ मात्रै नभइकन हामीसँग धेरै कला हामीसँग धेरै प्रतिभाहरू छ। त्योलाई नै हामीले एउटा सम्मान गर्न खोजेको। उहाँले मात्रै होइन कि खेल्न मात्रै होइन कि हाम्रो म्याग्दी जिल्लाको त्यसैमा 3 गाविसको जितको कुरा पनि आउँछ होइन। त्यो कुन जिल्लाको भन्छ म्याग्दीको अनि कुन गाउँको 3 गाविसको भन्दाखेरि नाम आउँदैन र हामी सबैको नाम आउँछ नि होइन र। त्यस्तै हो मेरो लागि पनि लालु कुन कहाँको भन्दाखेरि म्याग्दीको भन्छ अनि कुन गाउँको भन्छ भकिमलेको भन्नुपर्दा तपाईँहरूको बिचमा आफ्नो साथीहरूसँग कुरा गर्दा पनि होइन र सजिलो हुन्छ नि त होइन। सोधेर यसरी नाम राख्यो भने कुनै बेला आपत पर्दाखेरि चिन्जाले छिटो गाँसिन्छ क्या भन्न खोजेको मात्रै हो। ओके भने म आजको अफिसियलीमा प्रवेश गर्न चाहन्छु। आदरणीय तिनका विषय युकेका अध्यक्ष होम रोकाज्यू सर्वप्रथम मैले उहाँलाई सम्मान गर्दै आजका सबैभन्दा ज्येष्ठ 84औं वसन्त पार गर्नुभएका पूजनीय मेरो फुपू याम कुमारी रोका ज्यूलाई पनि मैले सेवायोग टुक्राउँदै आजका विशिष्ट अतिथि भूपू माननीय बाबा नन्दबहादुर पोन्ज्यू त्यसै गरी विशिष्ट अतिथि म्याग्दी रेड क्रस सोसाइटीका पूर्व अध्यक्ष काका मुक्ति रोकाज्यू अतिथि मनाइकेको तथा मगर सङ्घ युकेको संस्कृति सचिव आउनु भएको छैन। मैले यहाँ कागजमा लेखेको छु सरी यसको लागि। अतिथिमा बिमा समाज युकेका सल्लाहकार तीर्थ झुक्झालीज्यू त्यसै गरी अतिथि विविस्तार फेलोसिपी युकेकी उपाध्यक्ष तथा मनाइकेका
एलपिन एसिस्टेन्ट सेक्रेटरी मिना बुढाथोकीज्यू, त्यसै गरी अतिथि ढलगिरी गाउँपालिका कल्याणकारी सम्पर्क मञ्चका उपाध्यक्ष तथा मोना युकेका महिला उपाध्यक्ष गङ्गा रोकाज्यू, त्यसै गरी मगर धनुष वन समिति युकेका सल्लाहकार तथा मोना युकेका निवर्तमान एडमिन सेक्रेटरी चित्त बुढाज्यू, त्यसै गरी खिबाङ समाज युकेका सचिव तथा मोना युकेका ट्रेजर मनोज पुन्ज्यू, त्यसै गरी आर्टिस्ट अतिथि अनुपारोका आस्था छन्याल, मोना युकेका सल्लाहकार तथा 3 गाविस समाज युकेका संस्थापक अध्यक्ष गणेश बुढाथोकीज्यू, त्यसै गरी मोना युकेका सल्लाहकार तथा 3 गाविस युकेका अध्यक्ष बेल बुढाथोकीज्यू, 3 गाउँ समाज युकेका निवर्तमान अध्यक्ष थाम्रोकाज्यू, मोना युकेका सल्लाहकार राम छेत्रीज्यू लगायत वर्तमान उपाध्यक्ष अमर रोका लगायत कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू र हाम्रो छोरी म फेरि 3 गाविसको पनि भएको नाताले हाम्रो छोरा छोरी ज्वाइँहरू आजको 3 गाउँले पार्टीमा सहभागी सम्पूर्ण पूजनीय बाजे बजै बुबा आमा मामा माइजू पुसा फुपू दिदी भेना बहिनी ज्वाइँ भान्जी भान्जा दाजुभाइ दिदीबहिनीहरू भान्जा भान्जी छोराछोरी सबैमा मोना युकेको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि सादा नमस्कार सलाम तथा अभिवादन टर्न चाहन्छु। म्याग्दीका पुराना गहना सम्माननीय भोलको माननीय बाबा श्री नरबहादुर पुन्ज्यू र म्याग्दी रेड क्रस सोसाइटीका अध्यक्ष काका श्री मुक्ति रोकाज्यू, उहाँहरूले म्याग्दीको लागि सेवामा पुर्याउनु भएको योगदान सधैँ अमूल्य अविस्मरणीय र प्रेरणादायक रहेको छ र रहनेछ। आज 3 गाउँले समाज युकेको यस भव्य कार्यक्रममा उहाँहरूलाई विशेष अतिथिको रूपमा सम्मान गरिएको देख्दा र 3 गाविसले समाजले प्रकट गर्नुभएको पूजनीय धर्म माया र सम्मानप्रति म मोना युकेको तर्फदेखि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। सर्वप्रथम 3 गाउँले समाज युकेको यस वार्षिक भेटघाट कार्यक्रममा मोना युकेलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी सम्मान गर्नुभएकोमा म म्याग्दी समाज युकेको वरिष्ठ उपाध्यक्ष लालबहादुर पुन मोना युकेको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब पनि केही धन्यवाद बाँकी छ, धेरै लामो हुँदैन, 2 मिनटको लागि सुनिदिनु होला। सर्वप्रथम 3 गाउँले समाजको अध्यक्ष पदमा आदरणीय होम रोकाज्यू पुनः अध्यक्ष पदमा निर्वाचित गर्नुभएकोमा उहाँ लगायत सबै कार्य समितिलाई मोना युकेको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। धन्यवाद दिनुहोस् न। 3 गाउँले समाज युकेले मोना युकेको शुभकामना साथमा दिएको आर्थिक सहयोग साथै विपन्ना थापा ग्रुपको एउटा उत्कृष्ट आइटम अथवा नाच सहित उल्लेखनीय उपस्थित प्रदान गर्नुभएकोमा मोना युकेको तर्फदेखि हार्दिक धन्यवाद अर्पण गर्दछु। भने म अब प्रसङ्ग नाच्न उठाउँदैछु। म सबैभन्दा पहिला अनुपा रोकासाली यो नेपाली जो उहाँ चाहिँ नेपाली राष्ट्रिय कलाकार हुनुहुन्छ, हाम्रो 3 गाउँले समाजसँग रगतको नाता बोकेकी आफ्नै स्वाभिमानको प्रतीक कलाकार हुनुहुन्छ। उहाँलाई यस कार्यक्रममा समावेश गरी पुराना आफन्तजनसँग साङ्गीतिक माध्यमबाट पुनः भेट गराइदिएको यो प्रयास अत्यन्तै गौरवपूर्ण, आत्मीय र प्रेरणादायक रहेको छ। यसै क्रममा उहाँले मोना भलिबल साथै मोना भलिबलमा सांस्कृतिक
माध्यमबाट सहयोग गर्नुभएको थियो। उहाँलाई पनि शब्ददेखि हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु मोनार्कीको तर्फदेखि। त्यसै गरी म्याग्दी ठाडा खानेकी मोनार्कीकी भलिबल खेलाडी तथा सांस्कृतिक क्षेत्रको उत्कृष्ट कलाकार आत्मा छन्देलज्यूलाई निमन्त्रण गरी तीन गाउँले समाजले उहाँको प्रतिभा र योगदानलाई सम्मान गरिदिनु भएकोमा तीन गाउँले समाज युकेलाई मोना युकेको तर्फदेखि हार्दिक धन्यवाद पनि अर्पण गर्न चाहन्छु। मोना युकेको तर्फबाट डान्स टिममा पनि आउनेछ एउटा नाच मोना युकेको तर्फदेखि तीन गाउँले एउटा डान्स पनि लिएर आउने हुनुहुन्छ। हाम्रो मिरा पुन सदना अर्बजा यो चाहिँ एकदम सरप्राइज छ। यो हामी मोना युकेको कार्य समिति हामी धेरै आएको कारणले एउटा नाच पनि लिएर आएका छौँ। यसको लागि उहाँलाई स्थान दिनुभएकोमा पनि तीन गाविस युकेलाई धेरै धेरै धन्यवाद छ मोना युकेको तर्फदेखि। म यो समाजको सक्रिय सदस्यको नाताले नेपालबाट र अन्य मुलुकदेखि युकेको पारिवारिक धर्ममा आउनुभएका हाम्रा आदरणीय काका काकी फुपू फुसाउ भान्जा भान्जी छोराछोरी लगायत सम्पूर्ण आफन्तजनहरूलाई र मेरो तर्फबाट यहाँहरूको बसाइ र भ्रमण सुखद स्मरणीय र आशीर्वाद पूर्ण होस् भन्ने शुभकामना व्यक्त गर्दै अन्तमा हाम्रो म्याग्दी हाम्रो गौरव भन्ने नारालाई सम्मान गर्दै म्याग्दीलेहरूको एकता कला सांस्कृतिक र खेलकुदलाई अझ सशक्त बनाउँदै लैजाने दृढ अटुटका साथ तीन गाउँले समाज युकेले मोनाको लागि अग्रिम भूमिका निभाउँदै निरन्तर प्रगति पथमा अगाडि बढेको छ र यो भविष्यमा पनि निरन्तर दिने विश्वास लिएको छु भन्दै आजको यो खाना भ्यासबाट सम्मान गर्नु भएकोमा मेरो अन्तर्हृदयदेखि सम्मान टक्राउने मेरो तर्फदेखि आजको खर्च अथवा स्पोन्सर तीन गाविस युकेलाई धेरै सकिन्न 100 पाउन्ड लाग्दै आजको यहाँको वार्षिक भेटघाट कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त गर्दछु। धन्यवाद। जय तीन गाविस। हाम्रो मगरसङ्घ युकेका अध्यक्ष हालै उहाँ चाहिँ निर्वाचित हुनुभएको र हामीले तीन गाविले समाज युकेबाट चाहिँ हामीले चाहिँ उहाँलाई वेलकम गर्न भ्याएको थिएन। आजको यो मौका छोपेर हाम्रो अध्यक्षज्यूले चाहिँ उहाँलाई खाना अघि लगाएर स्वागत गर्नुहुनेछ। स्वागत गरिदिनुको लागि चाहिँ हाम्रो तीन गाउँले समाज युकेका अध्यक्ष श्री होमप्रकाशज्यूले चाहिँ म हार्दिक अनुरोध गर्छु। भयो भने ताली बजाइदिनु होला। कतै हात दुखेछ भने पनि मलाई भन्नु होला। धन्यवाद हाम्रो विशेष साथीहरू नवरत्नजीलाई। थ्याङ्क यू। ल धन्यवाद। ल भयो।
फोटोग्राफ अब यस कङ्ग्रेचुलेसन पाउनेहरूमा चाहिँ कल्पना रोका उहाँ चाहिँ पछि गएर राणा हुनुभएको छ उहाँले चाहिँ सोसियलिजममा चाहिँ सोसियलिजम प्लस ब्याचलर अफ नर्सिङमा चाहिँ बिएससी गर्नुभएको छ कल्पना रोकाजीले चाहिँ विशेषमा आइदिनुलाई म अनुरोध गर्छु साथै सुजाता गुरुङ उहाँले पनि ब्याचलर अफ साइन्स ओके सुजाता गुरुङको चाहिँ उहाँ चाहिँ अनुस्मृति उपस्थित नहुनु भएको कारणले गर्दा चाहिँ उहाँको बुवा र उहाँ भद्र गुरुङजी मिस्टर मिसेस भद्र गुरुङजी प्लिज स्टेसनमा आइदिनु होला तुलबहादुर थापा उहाँ पनि यदि यहाँ हुनुहुन्छ भने आइदिनु होला कल्पना रोकालाई तपाईँहरूले चिन्नुहुन्न भने हाम्रो परिवेश अध्यक्ष चेयरम्यान श्री थम्बहादुर रोकाको कान्छी छोरी है ऊ चाहिँ कान्छी छोरी उहाँले चाहिँ ब्याचलर अफ नर्सिङ बिएससी प्लस सोसियलिजममा चाहिँ उहाँले चाहिँ बिएससी गर्नुभएको रहेछ उहाँलाई हार्दिक बधाई छ ल यसै गरेर हाम्रो सुजाता गुरुङको बुवा म आउनुभएको छ भद्र गुरुङ उहाँले चाहिँ आफ्नो छोरालाई चाहिँ राम्रोसँग शिक्षा दिनुभएको रहेछ यही हो बाबाआमा छोराछोरी भइसकेपछि उहाँलाई लुगा अप्ठ्यारो गर्ने अनि राम्रो शिक्षा दिने थ्याङ्क यू ल जोस् हाम्रो हामी जाँदैछौँ हाम्रो समाजमा चाहिँ लाइफ मेम्बर बन्नुभएको हामीले चाहिँ लाइफ मेम्बर बन्ने बाबत चाहिँ केही फेसिलिटीहरू पनि क्रिएट गरेका छौँ जो नयाँ आउनु भएको छ लाइफ मेम्बर बन्नुभएको छ भने प्लिज तपाईँहरूलाई चाहिँ हामी वेलकम गर्न चाहन्छौँ भन्दै लाइफ मेम्बर प्लस भर्खर मेम्बरबाट आउनुभएकोहरूलाई म स्टेजमा बोलाउँछु अलि धेरै स्टेजमा म तलै भुइँमा आइदिनु होला है त्यस कारणले गर्दाखेरि ल म सरलाई नाम भन्छु जरा हुनुहुन्छ सर आइदिनुहोस् है राजन भर्ती मगर न्यू लाइफ मेम्बर राजन भर्ती मगर ओके डिपु रोका अहिले आउनुभएको छ डिपु रोका मिस जोशीला रोका स्टुडेन्ट है मिस रिया रोका स्टुडेन्ट उहाँ पनि नम्बरबाट आउनुभएको मिस सीमा रोका उहाँ पनि स्टुडेन्ट मिस यशोदा रोका उहाँ पनि स्टुडेन्ट मिस मिनु पुन स्टुडेन्ट भकुलले त्यसै गरेर मिस सिमरान बुढाथोकी उहाँ पनि स्टुडेन्ट आइदिनु होला प्लिज अगाडि त्यसै गरेर मिस सिरियापुन डक्टर अफ लक्ष्मण सिरियापुन यदि आउनुभएको छ आइदिनु होला मिस औष्या रोका स्टुडेन्ट कमल छन्ड्याल स्टुडेन्ट प्लिज अगाडि आइदिनु होला लक्ष्मी पुन पूजन मगर भगिनले छोरी त्यसै गरेर विनिता पूजा भगिनले विनिता पूजा
त्यसै गरेर जितबहादुर श्रीष उहाँ चाहिँ मेम्बर हुनुहुन्छ लाइफ मेम्बर बन्नु लाग्यो अनि डाक्टर सुनाम छट्याल उहाँ पनि नयाँ मेम्बर डाक्टर सुनाम चोचानी डाक्टर सुनाम चोचानी उहाँ चाहिँ मेम्बर अनि जिसमा गोलबिजापुन उहाँ पनि नयाँ मेम्बर हुनुहुन्छ अनि यसपछि सुशीला पुन बागलुङ बेल्जियमबाट आउनुभएको छ भिजिटमा आउनुभएको होला सुशीला पुन डिस्मिका डिरिक पुन ओके Okay. Yeah. Okay. Thank you, Alexiju. नेक्स्टमा हामी वेलकमबाट गइरहेका छौँ भर्खर नेपालबाट पाउनुभएका भिजिटको लागि आउनुभएका उहाँहरूलाई चाहिँ म नाम सबै भन्छु प्लिज अगाडि आइदिनु होला मुक्ति रोका डिचेन मुक्ति रोका यामाया रोका प्लिज अगाडि आउनु यहाँ अगाडि आउनु श्यामलाल पुन पनि अगाडि आइदिनु होला प्लिज तपाईँलाई हामी वेलकम गर्न चाहन्छौँ हामी 3 गाउँले समाज युकेले चाहिँ तपाईँलाई वेलकम गर्न चाहन्छौँ श्यामलाल पुन कमला पुन कता हुनुहुन्छ प्लिज भुवानी बुढाथोकी उहाँहरूलाई चाहिँ खाना लगाएर स्वागत गरिदिनुको लागि चाहिँ म हाम्रो जिङ्गाले अध्यक्ष श्री होमरोगाजीलाई चाहिँ म हार्दिक अनुरोध गर्छु सम्मानको लागि आए प्लिज ओके नेपालबाट भिजिट आउनु भएकोमा चाहिँ यो दुईजना नानीहरूले उहाँहरू चाहिँ स्टुडेन्टहरू न्यू मेम्बरमा है क्यामेराम्यान रेडी हुनुहुन्छ प्लिज है लाउरे हो गरबुजा भनेपछि खालि हेर्नु पर्नु हो है नार्चेङको हुनुहुन्छ ल धन्यवाद विराट खड्का अनि विशेष विराट खड्का प्लिज ल उहाँ बाबुले हाम्रो 3 गाविसको बाबु हो तर बिहा चाहिँ कहाँबाट गरेर थाहा भएन जनसङ्ख्या बढायो कि घटायो थाहा भएन जस
बनाएको हो गयो टोइलेट यस्तो हुनुपर्छ अब सरहरू अरू ठाउँबाट लिएर आउनु पऱ्यो क्या नेक्स्ट इयर चाहिँ एटलिस्ट 2टा बच्चा लिएर आउनु पऱ्यो है फेरि सबैले 2टा बच्चा नेक्स्ट इयर चाहिँ हेर्ने कथामा उहाँले चाहिँ धेरै भूमिका खेल्नुभएको थियो मङ्गली मगर उहाँलाई चाहिँ पनि सम्मान गर्नको लागि अगाडि आइदिनुलाई भन्न चाहन्छु यसै गरेर भिडियोलाइज एल्बम आफ्नो गीतमा सङ्गीत भरेर 2-3वटा एल्बम निकालेकोमा हाम्रो तर्फबाट चाहिँ बधाई दिन चाहन्छौँ शिला थापा पनि अगाडि आइदिनु न प्लिज हाम्रो मगनी फुपूहरूले चाहिँ हेर्ने कथामा चाहिँ उहाँले चाहिँ धेरै तपाईँहरू सबैले हेर्नु भएको छ होला हेर्ने कथा फेरि गएर हेर्नु होला युके भाषी बुढाबुढीहरूको विषयमा लेखिएको थियो भनिएको थियो त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ बधाई दिनु त्यसै गरेर छोरी शिला थापाले पनि भिडियोलाइजेसनमा गरेर एल्बमहरू थुप्रै निकाल्नु भएको छ त्यस कारणले गर्दा उहाँलाई चाहिँ तिनका विषयमा चाहिँ बधाई दिएको है त्यही छ फोटो एउटा फोटो ग्रुप फोटो एउटा फोटो ल अध्यक्षको सहित ल पार्वती उता फोटो उडाउनु पाइन्छ ओके ल फोटोग्राफ ल उहाँ दुईजनाले चाहिँ भिडियोलाइज गरेकोमा बढाइदिएको अर्को एउटा खुसीको खबर हाम्रो जुन गाविसको आर्चर श्री बेलबहादुर गतिले चाहिँ यो वर्ष चाहिँ प्ले अफ द इयर धेरै गोल हानेर उहाँले चाहिँ जित्नु भएको रहेछ त्यस कारणले गर्दाखेरि बेलबहादुर गतिलाई अगाडि आइदिनुमा अनुरोध गर्छु चड्के मान्छेको दबाई छैन ल थ्याङ्क यू हाम्रो उनको सचिव म प्लेयर अफ द इयर हाम्रो आर्चरी ग्रुप छ क्या एकदमै युकेमा मैले चाहिँ भनेको त होइन तर चाहिँ यसो सम्झेमा राम्रो भन्ने थिएँ कता नाम आइहाल्यो धन्यवाद नमस्कार ल जो धन्यवाद उहाँ चाहिँ आर्चरी क्लबको संस्थापक पनि हुनुहुन्छ एभरेस्ट आर्चरी क्लब युकेको संस्थापक उपाध्यक्ष अध्यक्ष सिकेको हुनुहुन्छ है हामी भाग्यवान हुनुपर्छ हाम्रो 40 वर्ष पुगेका बुढाहरू चाहिँ युकेमा बसेर युकेमा मजाले हामीसँग जोरकदर हिँड्नुहुन्छ खानुहुन्छ एक्सर्साइज गर्नुहुन्छ है त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ सम्मान गरिदिनुको लागि म अध्यक्षज्यू प्लस उहाँको जहाँलाई चाहिँ हार्दिक अनुरोध गर्छु सम्मान गर्नु प्लिज ल गर्मी छ पानी पनि पिउँदै गर्नुहोस् है
पानी पिउनु होला। यो आज पानी पिउनु भएन भोलि तपाईँलाई असर गर्छ। यसले पानी पनि पिउँदै गर्नुहोस् अनि ड्रिङ्कहरू पनि पिउँदै गर्नुहोस्। अब कार्यक्रममा हामी एकदम भेरी लास्ट सम्मान कार्यक्रम चाहिँ भेरी लास्ट पुगेको छौँ। त्यस कारणले गर्दाखेरि अब एकैछिन धेरै गर्नुहोस्। ल धन्यवाद। 84 वर्ष पुग्नु भएकोमा तपाईँहरू बाजे बजै चाहिँ पालो हाम्रो मोना युके र मगर सङ युकेमा जति पनि 3 गाउँलेको सदस्यहरू कार्यसमितिमा इलेक्टेड हुनुभएको छ उहाँहरू सबैलाई बधाई ज्ञापन गर्न गइरहेको छु। मैले तपाईँहरू सबैको नाम लगातार बोलाउने छु। कृपया स्टेजमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। मिस्टर लाल बहादुर पुन, President of Magar UK Song, Senior Vice President of Mona UK, Mrs. Sila Thapa, Assistant Cultural Secretary, Mona UK, Teng Budatoki, Sports Secretary, Bipana Thapa, Magar UK UHSB, Youth Chairman, Central Secretary, Kim Pun, Magar UK UHSB, Justin Magar, Magar UK UHSB Youth, Rajendra Gharti, Magar UK UHSB Youth, Bipas Chantal, Magar UK UHSB Youth Media, Kham Roka 59, Magar UK HSBC Chair Member, म फेरि पनि थम्रोकाज्यूको नाम भन्न गइरहेको छु। उहाँहरूको रोल चाहिँ मगर युके युएचएसबी एक्जिक्युटिभ मेम्बर रहेछ र यहाँ चाहिँ हाम्रो मामा मात्र स्टेजमा हुनुहुन्छ। त्यसैले म फेरि पनि सबैको नाम दोहोऱ्याउन गइरहेको छु। मिसेस सिला थापा, विपदा थापा, उहाँ चाहिँ मगर युके एचएसबी युथ चेयरम्यान सेन्ट्रल सेक्रेटरी हुनुभएको छ। राजेन्द्र घरती, प्लिज स्टेजमा आइदिनु हुन अनुरोध गर्दछु। र एकछिन पर्खियो, हाम्रो उहाँहरूलाई हामी बाहिरबाट बोलाउन गइरहेको छौँ। प्लिज उहाँलाई जोरदार तालीको साथ बधाई दिनुहोस्। धन्यवाद। Please, Bipana Thapajiu, हाम्रो मगर युके युएचएसबी युथ चेयरम्यान सेन्ट्रल सेक्रेटरी ज्यूलाई स्टेजमा आइदिन हुन अनुरोध गर्दछु। उहाँलाई फेरि पनि जोरदार ताली दिनुहोस्। धन्यवाद। र अन्तिममा हाम्रो बाजे मिस्टर गणेश बुढाथोकीलाई पनि, उहाँ चाहिँ सिनियर भाइस चेयरम्यान अफ मगर युके युएचएसबी हुनुभएको छ। उहाँलाई पनि जोरदार ताली दिएर सम्मान गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। फेरि पनि म स्टेजमा मिसेस थम्मया बुढाथोकीलाई बोलाउन चाहे। प्लिज मिसेस थम्मया बुढाथोकी, यदि यहाँ हुनुहुन्छ भने स्टेजमा आइदिनुहोस् न अनुरोध गर्दछु।
विपस खण्ड्यालज्यू प्लिज त्यसमा आउनुहोस्। उहाँ चाहिँ हाम्रो मगर युके UHSB युथ मिडिया म्यानेजर हुनुहुन्छ। र UHSB को यहाँ पदमा हुनुभएको विपना थापा, जस्टिन मगर, राजेन्द्र घरती, विपस खण्ड्याललाई धेरै धेरै बधाई दिन चाहन्छु। यो चाहिँ हाम्रो नेपालमा काठमाडौँको ठाउँ जस्तो, क्यापिटल ठाउँ जस्तो, यहाँ UK को एकदम सेन्ट्रल नेपालीहरूको लागि पर्ने ठाउँको यो कमिटी मेम्बर्सको पद पाउनु भएको छ। त्यो भएर एकदम विशेष र इम्पोर्टेन्ट हो। त्यसैले उहाँहरू सबैको लागि फेरि पनि जोरदार ताली बजाइदिन हुन अनुरोध गर्दछु। धन्यवाद। र कार्यक्रम सञ्चालनको बेला केही कमी कमजोरी त अवश्य भयो होला, त्यसको लागि म माफ दिनुहोला। यहाँबाट बिदा हुन चाहन्छु र यस औपचारिक कार्यक्रम अन्त भएको घोषणा र धन्यवाद गरिदिनुहुन हाम्रा संस्थाका अध्यक्षज्यू मिस्टर होमरोकाज्यूलाई यहाँ आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। थ्याङ्क यू। हाम्रो 3 गाउँले समाज युकेका उद्घोषिका सुशीता रोका मगर नानीलाई। र समय ढिलो भएको छ, वी आर फार बिहाइन्ड, सरी सबैलाई गर्मी भएको छ। म कोही 2 मिनट त्यसपछि हामी नाचगान हुन्छ। नाचगान भएपछि 2 जना बहिनीहरू आउनु भएको छ। 2 जना बहिनीहरूको चाहिँ हाम्रो के अरे लोक गौरी गीत चाहिँ सुन्नेछौँ। र आज हाम्रो 3 गाउँले समाज युके यो 19औं वर्ष हो र अर्को वर्ष चाहिँ हामी 20औं वर्ष मनाउन गइरहेको जानकारी म तपाईँलाई दिन चाहन्छु। र आज हाम्रो यो 19औं वार्षिक भेटघाट कार्यक्रमका प्रमुख अतिथि हाम्रा मोना युकेका सिनियर भाइस प्रेसिडेन्ट श्री लालबहादुर पुनज्यू र उहाँका धर्मपत्नी छक्कना पुनज्यू र आज हाम्रा यस 19औं वार्षिक भेटघाटका विशिष्ट अतिथि हाम्रा पूजनीय हाम्रा पूर्व माननीय श्री नरबहादुर पुन मामा र हाम्रा अर्का समाजसेवी रेड क्रस र मगर सङ्घमा लामो समय काम गर्नुभएका हाम्रा म्याग्दीका मुक्ति रोका र उहाँका धर्मपत्नीज्यू र हाम्रा निम्टोलाई सहजै स्वीकारी आउनुभएका हाम्रा ढौलागिरी गाउँपालिकाका रिप्रेजेन्टेटिभ उपाध्यक्ष हुनुहुन्छ हाम्रा गाउँका जुगजाली बहिनी र देवीस्थान फेलोसिपका अर्का उपाध्यक्ष हुनुहुन्छ हाम्रा मिना प्रोठेकी बहिनी र हाम्रा धनुषमार्गका हाम्रा रिप्रेजेन्टेटिभ हुनुहुन्छ हाम्रा
चुत्र बुढागाउँस र हाम्रा बिमा समाज युकेका प्रतिनिधिहरूले आउनुभएको छ। हाम्रा सल्लाहकार जी र हाम्रा दुई कलाकार अनुपा बहिनी र आसमा बहिनी र आज तीन गाउँले समाजका उपस्थित तीन गाउँले समाजका पूर्व 3 अध्यक्षज्यूहरू लगायत हाम्रा नन्दलालज्यू, हाम्रो भिडियो क्यामेरा फोटोग्राफरज्यू र सम्पूर्ण उपस्थित तीन गाउँले समाजमा को यस आज पार्टीमा आउनुहुने नेपालदेखि विशेष गरेर मेरो छामा काका आउनु भएको छ र मेरो बहिनी सुशीला पुन बेल्जियमबाट आउनु भएको छ र जति पनि हाम्रो भवानी बजी आउनु भएको छ, जति पनि नेपालबाट नयाँ आउनु भएको छ उहाँहरूलाई चाहिँ हाम्रो तीन गाउँले समाजको तर्फदेखि स्वागत भन्दै र हाम्रो 19औं वार्षिक भेटघाट आज हाम्रो अफिसियल प्रोग्राम अन्त हुन गइरहेको छ र यसपछि हाम्रो सांस्कृतिक कार्यक्रम हुनेछ र त्योभन्दा पहिला मैले तपाईहरुलाई सूचना दिन चाहन्छु 3वटा कुरा। एउटा कुरा चाहिँ हाम्रो अर्को वर्ष चाहिँ अगस्तको 1 मा 20औं वार्षिक उत्सव हुनेछ। 20औं हाम्रो तीन गाउँले समाज स्थापना भएको 20औं वर्ष मनाउन गइरहेका छौं। त्यसको लागि जति तपाईहरु आज आउनु भएको छ तपाईहरुको फ्यामिली फोटोग्राफ खिच्न नभुल्नु होला। त्यो फ्यामिली फोटोग्राफ अर्को वर्ष अर्को वर्ष हामीले एउटा तीन गाउँले समाजबाट एउटा बुक लेखेर हामीले चाहिँ विमोचना गर्नेछौँ। त्यसमा चाहिँ जति पनि छोरी ज्वाइँ मेम्बरहरू जसले पनि जुनसुकै तपाईले आर्टिकल लेख्न सक्नुहुन्छ, कविता लेख्न सक्नुहुन्छ, तपाईको प्रोफेसनल पेसा लेख्न सक्नुहुन्छ। तपाईहरुलाई मैले आज हार्दिक अनुरोध गर्न चाहे र तपाईहरुको फ्यामिली फोटोग्राफको लागि हाम्रा विधान हेड हाम्रा टेक पुन मामालाई कन्ट्याक्ट गर्नु होला। तपाईहरुले चाहिँ फ्यामिलीको फोटोग्राफ खिच्नु भएको छैन भने यसपछि जानुभन्दा पहिला तुरुन्त फ्यामिली फोटोग्राफ खिचेर जानु होला। त्यो चाहिँ अर्को वर्ष बुकमा पब्लिस हुन गइरहेको छ। र अर्को कुरो सूचना हाम्रो अगस्तमा 2टा विवाह हुन गइरहेको छ। एउटा लाइफ मेम हाम्रो आजीवन सदस्य शेरबहादुर थापा ज्यूको छोरा रोशन थापा ज्यूको चाहिँ विवाह 10 अगस्तमा हुन गइरहेको छ। तपाईहरुलाई निमन्त्रण कार्ड गइसकेको छ। यदि तपाईहरुले गएको छैन भने आज तपाईहरुले पाउनुहुनेछ। यदि निमन्त्रण कार्ड पाउनु भएको छैन भने पनि यसै मार्फत तपाईहरुलाई चाहिँ हाम्रो 10 अगस्तमा रोशन बाबुको विवाहको शुभ भोजको निमन्त्रणा अनुरोध गर्न चाहन्छु। र त्यसको लागि हाम्रो तीन गाउँले समाजको विधान अनुसार तपाईहरु तीन गाउँले मेम्बरले मात्रै हो, छोरी ज्वाइँलाई यो लागू हुँदैन। तीन गाउँले मेम्बरहरू लाइभ मेम्बर हुनुहुन्छ भने विवाहको निम्ति आउँछ भने हजुरहरूले चाहिँ 80 पाउन्ड साथीबाट 80 पाउन्ड कन्ट्रिब्युसन गर्नुपर्ने हुन्छ। अहिले नयाँ नियम है। तर छोरी ज्वाइँहरूले चाहिँ तपाईहरुको स्वेच्छा जो तपाईहरु रिटायर 66 वर्ष पुगेर पेन्सन खानुहुन्छ तपाईहरुको लागि 2 जना हुनुहुन्छ भने 50 पाउन्ड, 1 जना हुनुहुन्छ भने 30 पाउन्ड है। यो चाहिँ हाम्रो घरभित्र सदस्यहरूको लागि मात्रै, छोरी ज्वाइँहरूको लागि चाहिँ यो हकमा चाहिँ यो लागू हुँदैन। यसै गरेर अर्को हाम्रो शुभ विवाह हुन गइरहेको छ। 16 अगस्तमा हाम्रा उपाध्यक्ष अमर रोगाको कान्छा छोराको चाहिँ शुभ भोज हुन गइरहेको छ र उहाँहरूको पनि शुभ इन्भाइटेसन कार्ड पाइसक्नु भएको छ भने आजको दिनमा तपाईहरुले पाउनुहुनेछ। गर्दाखेरि चाहिँ 10 अगस्त सन्डे र 16 अगस्त चाहिँ हाम्रो तीन गाउँले समाजको सदस्यको बच्चाहरूको चाहिँ विवाह हुने भएको हुनाले त्यो दिनमा चाहिँ छुट्टी मिलाएर चाहिँ आइदिनु हुन म हार्दिक अनुरोध गरेँ। र आजको यस प्रोग्रामलाई समापन गर्नुभन्दा पहिला यो हाम्रो तीन गाउँले समाज युके 2006 सालमा जम्मा हामी 15-20 घर थियौँ। तर आज हामी झन्डै 200 घर पुगिसकेका छौँ। र यो समाज खोल्नुको मेन 2टा दायित्व छ। एउटा चाहिँ दुःख पर्दा मर्दा र एउटा चाहिँ पर्दा। मर्दाको चाहिँ हाम्रो समाजमा स्थापना भएदेखि 8 जना आजीवन सदस्यले चाहिँ को मृत्यु भएको छ र 8 जना मध्ये 2 जना चाहिँ हामीले नेपालको उहाँको परिवारको रिक्वेस्ट अनुसार उहाँको शरीरलाई चाहिँ नेपाल पठाइयो भने 4 जनाको चाहिँ हामीले यहीँ संस्कार गरियो। त्यति बेला समाजको आवश्यकता पर्छ, त्यति बेला हामीलाई समाज चाहिन्छ।
हामी सामाजिक प्राणी हो, हामी सामाजिक प्राणी चाहिँ समाजको आवश्यकता पर्छ। र अहिले तपाईँले सुन्नुभयो दुईवटा विवाह हुनेछ, त्यहाँ पनि हाम्रो दुःख र सुखमा हो समाज चाहिने। र यो वार्षिक भेटघाट वर्षमा एउटा हुन्छ। तपाईँहरूले चाहिँ प्लिज अर्को वर्षको चाहिँ 8 अगस्त हुन गइरहेको छ, यसलाई चाहिँ तपाईँहरूले चाहिँ नोट गर्नुहोला र तपाईँहरूको छुट्टी मिलाउनु हुनको लागि हार्दिक अनुरोध गर्दै आजको यस 19औं वार्षिक भेटघाट समर पर्वटिभ भनौँ समर भेटघाटमा पाल्नुहुने विशेष गरेर हाम्रो प्रमुख अतिथिज्यू र सम्पूर्ण अतिथि स्पेसल अतिथिज्यूहरू र अतिथिवर्गहरूलाई चाहिँ हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भएको खण्डमा तीन गाउँ समाजको तर्फदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको यो आधिकारिक अफिसियल प्रोग्राम यही अन्त भएको घोषणा गर्दै अबको सांस्कृतिक कार्यक्रम सञ्चालन गरिदिनु हुन लागि चाहिँ हाम्रो सांस्कृतिक टिमलाई चाहिँ म हार्दिक अनुरोध गर्दै आजको यो अफिसियल प्रोग्राम यही अन्त भएको घोषणा गर्न चाहन्छु। थ्याङ्क यू, सी यू नेक्स्ट डे।